स्वागत छ तपाईँलाई बाइबल टिभीमा। म सम्पन्न बुढाथोकी। आज हामी हेर्नेछौँ बाइबल कसले लेख्यो। हो प्रियहरू, हामी धेरै वर्ष भइसक्यो प्रभुलाई पाएको, तर पनि कसैले हामीलाई बाइबल कसले लेख्यो भन्ने कुराहरू चाहिँ सोध्दै गर्दा हामीलाई यसको उत्तर थाहा हुँदैन। त्यसकारण म तपाईँहरूलाई बाइबल कसले लेख्यो भन्ने कुराहरू चाहिँ बताउन गइरहेको छु। 2 तिमोथी 3:16 बताउँछ, सम्पूर्ण पवित्र शास्त्र परमेश्वरको प्रेरणाबाट भएको। यसकारण सम्पूर्ण पवित्र शास्त्र चाहिँ परमेश्वरको प्रेरणाबाट भएको र यो लेख्नको निम्ति परमेश्वरले मानिसलाई प्रेरणा दिनुभयो। यसकारण 40 भन्दा बढी व्यक्तिहरूले भिन्नै समय कालखण्डमा बाइबल लेखे। लगभग 1600 वर्षको अवधि बाइबल लेख्न लागेको थियो, जसमध्ये राजाहरू, भेडा गोठालाहरू, ठुला विद्वानहरू, सेनापतिहरू, अगमवक्ताहरू, पुजारीहरू, कर उठाउनेहरू, वैद्यहरू, विद्वानहरू र मछुवाराहरू आदि व्यक्तिलाई परमेश्वरले बाइबल लेख्नको निम्ति प्रेरणा दिनुभयो र उनीहरूले भिन्नै भिन्नै समय कालखण्डमा आफ्ना पुस्तकहरू लेखेका कुराहरू हामी पाउँदछौँ। यसकारण सम्पूर्ण पवित्र शास्त्र चाहिँ परमेश्वरको प्रेरणाबाट मानिसहरूद्वारा लेखिएको पुस्तक हो। यो जानकारी तपाईँहरूलाई कस्तो लाग्यो? राम्रो लागेमा फलो गरिदिनु होला र तपाईँले कमेन्ट, सेयर र सब्सक्राइब गर्न सक्नुहुनेछ र हामीलाई फलो गरेर हामीसँग जोडिराख्न सक्नुहुनेछ। हस्त धन्यवाद। सबैलाई जय मसीह।